यो हो पोर्टेबल एयर पम्प। यो चाहिँ साइजमा पनि एकदम सानो हुन्छ र यसलाई हामीले इजिली क्यारी गर्न सकिन्छ र यसमा 4000 mAh को ब्याट्री हुन्छ इनबिल्ट। त्यसको सहायताले हामीले यसलाई जुन बेला र जता पनि युज गर्न सकिन्छ र यसमा एउटा USB पोर्ट रहेको छ। त्यसको हेल्पले चाहिँ हामीले यसलाई पावर ब्याङ्क जसरी पनि युज गर्न सकिन्छ। यो चाहिँ 150 PSI प्रेसरको पोर्टेबल टायर इन्फ्लेटर हो र यसमा चाहिँ हामीले दुईटा पोर्ट देख्न सकिन्छ। एउटा चाहिँ येलो पोर्ट र एउटा चाहिँ ब्ल्याक पोर्ट। येलो पोर्टमा चाहिँ हामीले एयर होस पाइप राख्ने र अर्को ब्ल्याक पोर्टमा चाहिँ स्टोरेज पोर्ट हो। यसलाई राखेर हामीले यसलाई चाहिँ ह्यान्डल जसरी नै युज गर्न सकिन्छ र बिचमा रहे यसको इमर्जेन्सी लाइट जुन चाहिँ हामीले इमर्जेन्सीको बेला युज गर्न सकिन्छ र यसमा तीनटा डिफ्रेन्ट लाइट हुन्छ। एउटा व्हाइट लाइट, एउटा रेड लाइट र एउटा SOS लाइट। यो चाहिँ यसको सबै कन्ट्रोल भयो। बिचमा चाहिँ रहेको छ पावर बटम र माथितिर डिस्प्ले छ। प्लस र माइनस बटमले चाहिँ हामीलाई कति टायरको प्रेसर चाहिने त्यो अनुसारले सेट गर्न सकिन्छ र माथितिर चाहिँ दिएको डिस्प्लेमा चाहिँ यो चाहिँ हाम्रो करेन्ट टायरमा चाहिँ कति प्रेसर छ त्यो भयो। हामीले स्टार्ट गरिसकेपछि हामीले सेट गरेको प्रेसरमा पुगेर यो चाहिँ अटो अफ हुन्छ।